म नमस्कार, म रमा भुर्ते हो। आज म एउटा विशेष विषयमा कुरा गर्न चाहन्छु जसले मेरो मन छोयो, त्यो हो कन्यादान। म आफ्नो साथीको नातिनीको बिहामा जाँदाखेरि नातिनीले अनुरोध गरे कि कन्यादानको परम्परा उसको बिहामा नगरिदियोस्। त्यो सोचेर त्यसबेला मलाई लाग्यो यो कसरी सुरु भयो या किन सुरु भयो र मैले अध्ययन गर्न थालेँ। पहिला यसको अर्थ बुझ्यो। कन्या भनेको छोरी र दान भनेको दिनु या अर्पण गर्नु। बाउले आफ्नो छोरीलाई वरलाई सोपिदिनु कन्यादान हो। अब चाहिँ नि हाम्रो धार्मिक ग्रन्थहरूतिर हेरौँ, यो परम्परा कहिले सुरु भयो हेर्नको निमित्त। धर्मशास्त्र र मनुस्मृतिमा यसको वर्णन गरिएको छ, तर वैदिक धर्ममा यसको उल्लेख त्यति गरेको छैन। वैदिक कालको विवाहको परम्परा अब हेरौँ। वैदिक कालको विवाहको परम्परामा स्वयंवरको प्रयोग गरिएको छ। स्वयंवर भनेको विवाह योग्य आयु पुगेको कन्याले आफ्नो वरलाई आफै रोज्नेलाई स्वयंवर भन्छन्, जस्तो सीताले द्रौपदीले आफै रोजे। रामायणमा बालकाण्डमा हेऱ्यो भने पाणी ग्रहण भन्ने शब्द प्रयोग गरिएको छ, जसको अर्थ हो दुई आत्माको पवित्र सम्बन्ध। यसमा वरले वधुको दाहिने हातमा हात राखी आगो र पानीको समक्ष एक अर्काको हेरचाह गर्ने वाचा गर्छन्। महाभारतमा पनि यसरी नै परम्पराको प्रयोग गरिएको छ। ऋग्वेदमा वधुलाई सम्राज्ञी सवसुरे भव भनिएको छ, जसको अर्थ हो कि आफ्नो घरमा गई रानी जस्तो बस। हिन्दू धर्ममा कन्यालाई लक्ष्मीको रूप मानिन्छ र लक्ष्मीलाई कहिले पनि दान गरेको हुँदैन। अब फेरि इतिहासतिर हेरौँ। मध्यकालीनमा इस्वी 8 शताब्दीदेखि 18 शताब्दीसम्म हिन्दू देशहरूमा लगातार आक्रमण भए, जसले गर्दाखेरि धार्मिक, सामाजिक, राजनीतिक, आर्थिक अस्थिरता आयो। त्यसबेला छोराछोरी आफ्नो कन्याहरूलाई सुरक्षा गर्नको निमित्त बाल विवाह सुरु गर्यो। बाल विवाहमा कन्यादानको सुरुवात भयो। कन्यादान एउटा एकदम महत्त्वपूर्ण दान मानियो र सामाजिक सुरक्षालाई यो चाहिँ नि कन्याहरूलाई बचाउने उपाय देखियो। राति बिहा गर्ने, लुकीछुपी बिहा गर्ने, दहेज दिने, लेनदेन दिने यसै बेला सुरु भयो। तर ती परम्पराहरू आज पनि चलिरहेको छन्, जबकि हाम्रो महिलाहरू शिक्षित भइसके, आत्मनिर्भर भइसके र मेरो अब चाहिँ नि यो विवाह दान होइन, मेरो दृष्टिकोणमा विवाह भनेको सहमति, माया र समानताको पवित्र बन्धन हो।
त्यसैलाई हामीले आफ्नो परम्पराहरूलाई अर्थ बुझाइकन, अर्थ सोचिकन परिवर्तन गर्न अति नै आवश्यक छन्। मलाई लाग्छ त्यो चाहिँ नि हामीले परिवर्तन ल्याएको खण्डमा समाजमा नयाँ युगको परिवर्तन हुनेछ। यति बोल्दै म यहीँ समाप्त गर्छु। धेरै धेरै धन्यवाद सुनिदिनु बापत। र मेरो अनुरोध के छ भने यो मेरो पहिलो एपिसोड हो। म चाहन्छु मलाई सुझावहरू दिनुहोस् र म तपाईँहरूको सुझाव लिन उत्सुक छु। धन्यवाद।